आज घरमै कुकरमा पपकर्न बनाउँदैछु। पपकर्न खान मन लागेपछि बाहिरबाट किनेर ल्याउनुभन्दा आफै घरमा बनाउँदा झन् रमाइलो लाग्न सक्छ। अनि चिया पनि बनाएको छु मैले। अनि सबभन्दा पहिले मैले कुकर बसालेँ ग्यासमा। अनि त्यसपछि मकै खाने साथीहरू। अनि यो घिउ कि यस्तो राम्रो छ कि साथीहरू कुरै नगरौँ। हेर्दै खाउँ जस्तो छ कि यसको मैले भिडियो पनि बनाएको थिएँ साथीहरू हजुरहरूलाई होइन। यस्तो कनिका परेको छ कि। अनि यसमा मैले कुकरमा 2 चम्चा तेल पनि घिउ पनि राखेँ साथीहरू होइन। जिउहरू हाड नभएको जिउहरू पनि कहिले काहीँ लडबड हुन्छ क्या। अनि त्यसपछि मैले पपकर्न राखेर ढक्कनले छोप्दिएँ। यो पट 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 पड्किन थाल्यो साथीहरू होइन। अनि हेरेको त यस्तो राम्रो बास्ना आएको छ कि हेर्दै खाउँ जस्तो छ कि हेर्नु न साथीहरू। अनि त्यसपछि मैले यसलाई बाटामा खनाएँ सबै बाटामा खनाएँ। हजुरहरूलाई पपकर्न मनपर्छ कि नै साथीहरू? मलाई त एकदम मनपर्छ होइन। अनि त्यसपछि मैले यससँग खानको लागि चिया पनि बनाएँ कि साथीहरू। अनि चिया चाहिँ कालो चिया बनाएँ। दुध चिया सकिएको रहेछ। अनि मैले चाहिँ कालो चिया बनाएर अनि बाबु र मलाई बनाएँ। अनि बाबु र मैले खाने भनेर सानो बेबीले चाहिँ नखाने कालो चिया भनेर। अनि सानो बेबीले चाहिँ दिइनँ साथीहरू। बाबु र मलाई चाहिँ बनाएँ। अनि त्यसपछि यहाँ दुईवटा दाजुभाइको हेर्नु न झगडा चाहिँ कसको घरमा झगडा हुन्छ हेर्नु न। हाम्रो घरमा चाहिँ यस्तो झगडा हुन्छ कि सानो बेबीले त दादालाई केही खानै नदिने कि। अनि त्यसपछि मैले पनि खाएँ साथीहरू होइन। यस्तो मिठो छ कि यो पपकर्न घिउमा भुटेको पपकर्न एकदम मिठो हुन्छ क्या। अनि चिया पनि खाएँ साथीहरू मैले होइन। यहाँ दुईवटाको झगडा चल्दैछ।